यिनीहरू आज 3 दलको बैठक बस्दैछन् है। मलाई पक्राउ गर्ने पनि तयारी छ, राजालाई नजरबन्द गर्ने तयारी छ, राजालाई सिद्ध्याउने तयारी छ हैन। हिजो शेरबहादुर देउपाले बोल्दै हुनुहुन्थ्यो, हिजो चाहिँ राप्रपाको अध्यक्ष हुनु भन्दै हुनुहुन्थ्यो। मलाई पक्रिन, म जतिखेर पनि तयार छु, म पक्राउदिन तयार छु। म तिमीहरूको जस्तो विदेशमा बसेर नेपालीमाथि ज्यादती गर्दैन, नेपालमै बसेर लड्छु। यो अभियानबाट अब जनविद्रोहमा परिणत हुँदैछ। यो व्यवस्था परिवर्तन गर्न हामीले नै साथ दिएको हो नि त। आज यही व्यवस्था परिवर्तन गर्ने किन हामी लाग्यौं? यो कुरा खोज्नुपर्छ के उनीहरूले। गणतन्त्रको जग कसरी हल्लियो? इन्डियाका प्राइम मिनिस्टरले नेपालको प्रधानमन्त्रीलाई भेट नलिँदाखेरि गणतन्त्र जाँदो रहेछ भनेपछि कस्तो जगमा ल्याएको रहेछ गणतन्त्र? कहाँबाट ल्याएको रहेछ गणतन्त्र? अब त स्पष्ट भयो नि त। यिनीहरूले जति नै बैठक बसे पनि केही काम लाग्दैन। 1500 को फुली बेचेर आज काठमाडौँ आउँदैछन् आन्दोलनमा। त्यो वातावरण कसले बनाइदिएको? हिजो माओवादीको राजधानी हेर्ने रोल्पा किन आउँदैछन् ती जनता? के पुर्याउन सक्नु भएन ती जनतालाई? आज गाउँमा बाटो पुग्यो, बाटोमा हिँड्ने मान्छे छैनन्। यही हो व्यवस्था। तर हिजो गणतन्त्रको नाममा तिनै जनता मर्नुपर्ने, आज फेरि राष्ट्र संस्था फर्काउने नाममा तिनै जनता मर्नु होइन। होइन, अब जनता मर्दैनन्। जनता नेता र शासकको बोटी मात्रै हुनुपर्ने। अब जनता मर्दैनन्, अब जनता मर्नु हुँदैन। सेना र प्रहरीले एउटा कुरा के बुझ्नु पर्यो भने अब मर्यो भने नि राम्रो हुँदैन। सेना र पुलिसकै परिवारको लागि, सेना र पुलिसकै लागि हामीले यो लडाईँ लडेको। तर कुनै पनि विद्रोहमा जनताहरू शहादत प्राप्त नगरेको इतिहास छ र? होइन, शहादत त हुँदैन नि देशमा त। तावाबाट हुम्केको माछो भुङ्ग्रोमा गएर पसे जस्तो भयो क्या। गणतन्त्र राजालाई भनेर झुक्क्याइयो, ल्याएर त झन् डाकाहरू हातमा हालिएछ नि त। त्यसबाट चाहिँ नि तान्नको लागि, उम्काउनको लागि, मुक्तिको लागि लडेको आन्दोलन हो यो। अभियान हो यो, ज्वाला हो ज्वाला। जनविद्रोह हो जनताले गर्ने। बङ्गलादेशमा भएको थियो नि त्यही हो, श्रीलङ्कामा भएको थियो नि त्यही हो। हिजो अस्ति उहाँ भयो नि सिरियामा, तस्करहरू त के भन्छ थाहा छ? शासकहरूले भाग्नुभन्दा 1 मिनट अगाडिसम्म पनि के भन्छ थाहा छ? सब हाम्रै देशमा, हाम्रै हातमा कन्ट्रोल छ भन्छ। त्यो त्यही हो शासकहरूले बोल्ने। तर एउटा बुद्धिजीवीको जमातले त ल्याउनु पर्ने सुशासन हो, राजा होइन, फाल्नु पर्ने भ्रष्टहरूलाई हो, गणतन्त्र होइन भन्ने नारा चलाइरहेछन्। होइन होइन, कसले, कुन चाहिँ युएसआइडीको पैसा खानेले हो? युरोपियन युनियनको पैसा खाने क्रिस्चियनका दलालहरूले हो। त्यो केही बोल्छन् नि यहाँ होइन, केही बोल्छन् नि, दलालहरू बोल्छन् नि, तिनीहरूले हो। हामीले भनेको छैन। आज सुशासन जनतालाई चाहिएको होइन। विदेशमा पठाएर आज खाडीका जेलमा 7000 युवा छन्, के गरेको? त्यही हो सुशासन। बम्बईका कोठीमा नि, कोठीबाट आँखाबाट आँसु झारेर नेपालतिर फर्केको नेपाली चेलीबेटीहरूको नेपाल छ त्यहाँ। राष्ट्र संस्था फर्काउँदा बित्तिकै सुशासनको प्रत्याभूति गर्न सक्छौँ भन्ने लाग्छ हजुरहरूलाई? राष्ट्र संस्था फर्केर दुर्गा प्रसाद जस्तो मान्छे त्यो ठाउँमा पुगोस् त, त्यही दिन बेलुकादेखि चेन्जेस आउँछ, शान्तिको सास फेर्न थाल्छन्। यस्तो पनि हुन्छ अराजक। यिनीहरूले अनि हामीलाई अराजक भन्ने, यिनीहरूले हामीलाई संविधान सिकाउने। हामी हिजो गणतन्त्रको लागि 6 महिना सैनिक हिरासत बसेको योद्धा हो दुर्गा प्रसाद। प्रचण्डको लागि जेन फ्याँकेको योद्धा हो दुर्गा प्रसाद। आज किन प्रचण्डलाई नै धुकार्दैछन्? प्रचण्डको नाम लिँदै गर्दा माओवादीकै एउटा नेता, वाइसिएलका नेता दीपशिखाले भने कि नेपोलियनको घाँटी च्वाट्ट काटिएको थाहा होला नि, राजा महाराजाको गर्दन गिडिएको थाहा होला नि, ज्ञानेन्द्र शाहले शिर नउठाउँदा हुन्छ भनेर उनले चेप्टा एउटा काम गर्नु नि। त्यस्तो गर्नेले ऊ मारवाडीको गुलाम भएको उसलाई थाहा छैन। ऊ मारवाडीको गुलाम भएको थाहा नहुने मान्छेलाई राजाको महत्त्व के थाहा हुन्छ? ठिक छ, नेपोलियन बोनापार्टको टाउको काटिएको रेकर्ड पनि छ कि, कर्णेल गोताबीलाई नि कलबोटभित्र हानेको पनि थाहा होला नि, उसका नेताहरूलाई पनि हान्दाखेरि कसरी हुन्छ, उसलाई पनि हान्दाखेरि कस्तो हुन्छ भन्ने कुरो उसलाई थाहा हुन्छ। उसँग डिस्कस नगर, नामै नलिउँ क्या, नाम नलिउँ, कसैको पनि नाम नलिउँ। उसले के बुझ्नु पर्यो भने नि, हिजो बोलिदिने मान्छे थिएनन् क्या राजाको तर्फबाट। आज हामी जस्ता योद्धा आएका छौँ। हामी नै ऊ लडेर हिजो प्रचण्डलाई त्यो ठाउँमा पुर्याउने। हजुरहरू भनिरहनु भएको छ राष्ट्र संस्था पुनर्स्थापना गर्नको लागि जुनसुकै हदसम्म जान्छौँ भन्नुभएको छ, योद्धाहरू निस्क्यौँ भन्नुभएको छ। तर गणतन्त्रका जो योद्धाहरू भनिएका छन् उनीहरूले त शिरमा कफन बाँधेर फेरि सडकमा आउन तयार छौँ भनिरहेका छन्। होइन, 15 गते आउँदैछन् त उनीहरू पनि आउँदैछन्, 15 गते हामी पनि आउँदैछौँ त। 15 गते सडक त त्यही हो त, सडक त्यही हो। हामी शान्तिपूर्ण चाहन्छौँ, हामी शान्तिपूर्ण चाहन्छौँ। हामीलाई जिस्काइयो, हामीलाई चलाइयो भने अनि त्यस पछाडि नि के हुन्छ भन्ने कुरा हामीलाई थाहा छैन। तर हामीलाई नजिस्काइयोस्। हामी शान्तिपूर्ण तरिकाले व्यवस्था परिवर्तन चाहन्छौँ, रक्तपात विहीन व्यवस्था परिवर्तन। तर शान्तिपूर्ण तरिकाले चाहिँ यी शासकहरूले त्यो श्रीपेश ल्याएर दिन्छन् या नारायणी। तपाईँलाई मैले एउटा जिस्ट कुरा भनिदिउँ, अब व्यवस्था सकियो। किन सकियो भने नि, अब यो आन्दोलन फेलियर भयो, हाम्रो व्यवस्था, हाम्रो अभियान फेलियर भयो, जनविद्रोह फेलियर भयो भने नेपालमा नेपाली विहीन नेपाल हुँदैछ।
यहाँ व्यापार व्यवसाय केही हुँदैन। कुन करले कुन पैसाले चलाउने, कुन पैसाले चलाउने? 60% कर छ आज जम्मै गर्दाखेरि, 60% कर छ। कुन चाहिँ व्यापारी बस्छ यहाँ? 1 करोड रुपियाँ पैसा व्यापारबाट को लागि लिनलाई, ब्याङ्कबाट लिनलाई 5 करोडको व्यापार देखाउनुपर्छ। कुन चाहिँले गर्न सक्छ? यहाँ गयो ब्याङ्कको पैसै लगानी हुँदैन, यिनीहरूको पैसै चल्दैन, यिनीहरूको राजस्वै उठ्दैन। अनि ऋणका ऋण गरेर खाने देश जागटी राखेर, अनि एक दिन त जागटी पुरा फुल भएपछि त त्यसले पनि लात हानेर खेद्ला नि यिनीहरूलाई। त्यो कुरो बुझेको छ? जग्गा बन्दकी राखेर खाएपछि त एक दिन पैसा तिर्न चाहिँ साउले लान्छ नि त, लान्छ कि लाँदैन? अहिले 32-33 अरब पुगिसक्यो, 33 खर्ब यिनीहरूले देखाउँदा 27 भनेपछि 33 खर्ब पुगिसकेको छ भित्री बाहिरी ऋण गरेर। नेपाली जनताको ब्याङ्कबाट तानेको पैसा फिर्ता गर्न सक्दैन सरकारले। अहिले एकै दिन नेपाली जनताले नि ब्याङ्कबाट पैसा माग्नु त दिन सकेछ भने पैसा कहाँ छ? एकै दिनमा ब्याङ्क उठाउनु पर्छ। यो सबैको कारण गणतन्त्र नै हो। सबैको कारण गणतन्त्र। हिजो राजा महाराजादेखि लिएर आज नेताका पालासम्मको पैसा छ नि, सबै मारवाडीको हातमा छ। जस्तो 15 गते आन्दोलनको तपाईँहरूले सुरुवात बिन्दु भन्नुभएको छ, अब त्यसमा नेतृत्व कमान्डर चाहिँ सडकको कमान्डर को हुन्छ? तपाईँ नै हो। अनि जनताले जसलाई पत्याउँछ त्यही हुन्छ, जनताले जसलाई पत्याउँछ त्यही हुन्छ। मै हुन्छु भन्ने छैन, मै प्रधानमन्त्री हुन्छु भन्ने छैन। मेरो नारा भनेको फर्स्ट नेपाल, फर्स्ट नेपाली। नेपालको व्यापार नेपालीले गर्नुपर्छ, नेपालको पैसा नेपालमा राख्नुपर्छ, नेपालका उद्योग धन्दा नेपालीले चलाउनुपर्छ, नेपालीहरू विदेश जानु हुँदैन, उच्च शिक्षा हासिल गर्न नेपालमै पाउनुपर्छ, मेडिकल शिक्षा नेपालमै लिन पाउनुपर्छ। कुरा बुझ्नुभयो कि? र डक्टर नर्सहरूको तलबमा जुन भ्याट लाइन्छ, जुन ट्याक्स लाइन्छ त्यो 10%मा हुनुपर्छ। 40% लगाएको छ, त्यो 10%मा आउनुपर्छ। इन्जिनियर, पाइलट, डक्टरहरूको कुरा बुझ्नु भएन? सबैको बाँच्न पाउने अधिकार हुनुपर्छ। र विदेशका जेलमा भएका खाडीमा नारकीय जीवन बिताएका हाम्रा चेलीबेटीहरू छन् नि कोठामा थुनिएका, ती चेलीबेटीहरू नेपाल फर्किनुपर्छ, फर्किनुपर्छ। रेमिडियन्स पठाए होइन हाम्रो दाजुभाइले, सबै मारवाडीले लाँदैछ खाडीमा बसेका दाजुभाइले। जताबाट आयो उतै जाँदैछ, जताबाट आयो उतै जाँदैछ भनेपछि यो के भइरहेछ? यसको अन्त्य अब यो विद्रोहले गर्छ। अर्कोतर्फ चाहिँ तपाईँसँग राप्रपाका धवल शमशेर राणा, रविन्द्र मिश्र घरमै भेट्न आएको पनि देखियो। ज्ञानेन्द्र साई, राजेन्द्र लिङ्गदेनहरूलाई उनीहरूले नटेरेको या छुट्टा छुट्टै किता भएको जस्तो देखिएको छ। तपाईँमाथि केसम्म आरोप लगाइरहेका छन् भने राप्रपालाई फुटाउनको लागि चाहिँ दुर्गा प्रसाद उद्धत छ, त्यसैले एउटा धारलाई मात्रै बोलायो भन्ने आरोप। तिनीहरूलाई प्रश्न पारिदिनु न। म एउटा कुरो हिजो ज्ञानेन्द्र साईलाई पनि मैले फोन गरेको आफै, मलाई भरे फोन गर्छु दुर्गाजी भनेर भने हो। ज्ञानेन्द्र साईजीले मलाई फोन गरेको छैन। म राजन दाई मेरै गाउँको मान्छे हुन्, म उहाँलाई केही भन्दिनँ। उहाँसँग कुरा भएको छैन। मलाई पार्टी फुटाउनै छैन। पार्टी फुटाएर म मन्त्री हुने हो र उ गरेर उता बहुमत ल्याउनलाई? मैले त्यो होइन नि त, त्यो होइन। मैले कुनै कसैको पार्टी पनि फुटाउनु छैन। मलाई नेपाली नागरिकलाई एक ठाउँमा ल्याउनु छ। नेपाली नागरिकको गुमिया घर जग्गा ब्ल्याकलिस्टमा परेका छन्। आज 4 लाखभन्दा बढी नेपाली, 4 लाखभन्दा बढी व्यापारीहरूको आज नागरिकता चल्दैन, ब्याङ्कमा खाता चल्दैन, उनीहरूका छोराछोरी बाहिर जान पाउँदैनन्। त्यो फुकुवा गराउनु छ, त्यो फुकुवा गराउनु छ। त्यसले गर्दाखेरि मलाई कसैको पार्टी फुटाउनु छैन। म पार्टी फुटाउने मान्छे होइन। केही समय अगाडिसम्म म गणतन्त्रवादी हुँ भनेर खुलेर बोल्ने रवि लामी छाने विगत 5-6 महिना यतादेखि चाहिँ उनी मौन देखिन्छन् एक हिसाबले, र अर्को हिसाबले चाहिँ अस्ति पत्रकारहरूले अदालत बाहिर सोधेको प्रश्नमा तपाईँ गणतन्त्रवादी कि राजावादी भन्दा म बोल्ने समय आएको छैन, म समय आएपछि बोल्छु, अहिले म मुद्दाकै क्रममा छु, बट गेट रेडी फर द रिभोल्युसन भनेर भनेका छन् उनले। यसको अर्थ चाहिँ आज विभिन्न समाचार माध्यमका ठुला मेनस्ट्रिम मिडिया भनिएकाहरूले चाहिँ रवि लामी छाने राजाको कित्तामा रवि र राजाको घाँटी जोडिँदै रविले दुर्गा प्रसाई राजाहरूलाई साथ दिँदै भन्ने किसिमका समाचारहरू आइरहेका छन्। के भन्न चाहनुहुन्छ यो विषयमा? होइन, यसमा मेरो एउटा कुरो के हो भन्दाखेरि उहाँले किन बोल्नु भएन त्यो उहाँको कुरा हो होइन। उहाँको धेरै केसहरू अदालतमा चलिरहेछन् होइन। तर गेट रेडी फर द रिभोल्युसन उहाँको रिभोल्युसन कस्तो खालको रिभोल्युसन हो त? हिजो त उहाँ व्यवस्था ठिक छ, अवस्था फेर्न जानुभएको, आफैलाई फेर्दै उहाँले के गर्नु पर्यो भने साँच्चै रेभोल्युसन चाहेको रहेछ भने नि, रवि लामी छानेजीले चाहेको रहेछ भने नि, मैले भनेको थिएँ त रवि लामी छानेजीहरूले बैतरने तर्ने हो भने दुर्गा प्रसादलाई साथ दिनुपर्छ। ल मैले नामै लिएर भने उहाँ त मेरो नाम लिनु हुँदैन, किनभने उहाँले मलाई दलित जस्तो गर्नुहुन्छ, छुट्याउनुहुन्छ। दलितलाई छुट्याउँछन् नि, नाम लियो भने बिग्रिन्छ भनेर।
तर उहाँहरूले वैतरणी तर्नुपर्छ भने नि दुर्गा परसाईको सहारा लिनुपर्छ, पैसा टेक्नै पर्छ। त्यसले गर्दाखेरि उहाँले साँच्चै रिभोल्युसन चाहेको भने नि एउटा फेसबुक स्ट्याटस लेखेर नि 15 गतेको जनविद्रोहलाई, दुर्गा परसाईले गरेको आह्वान गरेको जनविद्रोहलाई सपोर्ट हो भनेदेखि 15 गते व्यवस्था परिवर्तनको जनविद्रोहमा साथ दिनुहोस् भनेर स्ट्याटस लेख्न सकिन्छ नि त। म हुनु भएको मान्छेले होइन, उहाँहरू महान हो भने, नेपाली नागरिकको लागि काम गर्ने हो भने, होइन भने उहाँहरूले निकाल्नु हुँदैन। त्यो आश नगर्दा हुन्छ, जनताले आश नगर्दा हुन्छ। निकाल्नु भयो भने राम्रो कुरा हो, म मान्छु उहाँहरूलाई। जस्तो भन्ने गरिन्छ नि, पहिलेदेखि भन्दै आइएको छ कि रासोपाभित्र जो राप्रपामा जान नचाहने, जो स्वतन्त्र रूपमा बसिरहेका 10 लाख राष्ट्रवादी राजावादी कार्यकर्ताहरू छन् भनेर भन्ने गरिन्छ। र साथसाथै तपाईँलाई एउटा सानो कुरा जोडेँ, मुकुल ढकालले भनेका थिए कि रवि दाई जति बेला पार्टी स्थापना गर्ने बेलामा चाहिँ राष्ट्रताको मुद्दामा जाउँ भन्नुभएको थियो, मैले नि गणतन्त्रको मुद्दामा जाउँदै भनेर लिएर गएको, उहाँ राजावादी भनिदिनु भयो। अब यो मुकुल ढकालको सत्य हो कि रवि लामिछाने या रासोपाप्रतिको आक्रोश हुन सक्छ? कसले मुकुल ढकालले राजावादी रासपाला भनेको? रविलाई राजावादी भनेको त्यो त मलाई थाहा छैन होइन। अब मुकुल राजावादी हुन् कि रवि लामिछाने राजावादी हुन् मलाई थाहा छैन। यी कोही पनि राजावादी होइनन्। यदि राष्ट्रको मान्छे राजा आफै राजावादी हुनु हुँदैन, राष्ट्रवादी हो होइन। राष्ट्रवादी किताबमा सबैजना आउँदा हुन्छ होइन। अब मुकुलको विषयमा मैले कुरा खोल्दिनँ, मुकुल मेरै घरमा हुर्केको मान्छे हो। अब मैले आज भन्ने है, मुकुल ढकाल मेरैमा 2 वर्ष यहाँ पनि बसेको, झापामा पनि मेरैमा 2 वर्ष बसेर मेरो हस्पिटलमा काम गरेको मेरो छोरो हो, अर्को छोरो जस्तो मान्छे हो। उहाँहरूको महामन्त्री भएको होइन। मसँग अस्ति पनि भेट भएको थियो। मैले के भने नि, तिमीहरूको राजनीति कहाँ पुग्यो केटा हो, सक्यौ त भनेर भनिदिएको थिएँ मैले। राजनीतिक भागेमा आएर हुँदैन नि, राजनीतिक नि बाँसुरी बजाए जस्तो होइन नि हो, राजनीतिक समाचार भने जस्तो होइन। राजनीतिकमा धेरै अन्डर खानुपर्छ। राजनीतिक जसरी बेस लाइन बसेर आउँछ नि, जस्तो मैले 3 वर्ष गरेर आएँ नि, अब यसको बेस गाउँबाट बस्दै 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 हाइट लिँदैछ, राष्ट्र अन्तर्राष्ट्रिय है सबै ठाउँमा। आज सीको अफिसमा पनि दुर्गा परसाईको नाम छ, मोदीको अफिसमा पनि दुर्गा परसाईको नाम छ, पुटिनको अफिसमा पनि दुर्गा परसाईको नाम छ, ट्रम्पको अफिसमा पनि दुर्गा परसाईको नाम छ। मैले भनेको थिएँ नि, ट्रम्प उठ्नुभन्दा 8 महिना अगाडि के भनेको थियो, अमेरिकामा ट्रम्पले जित्छन्, ट्रम्पले जित्ने बित्तिकै नेपालमा हिन्दू अधिराज्य हुन्छ है भनेर भनेको थियो कि थिएन? ट्रम्प होइन कुर्सीमा बस्दा बित्तिकै यहाँ व्यवस्था परिवर्तन हुन्छ भन्नु सुरु हुन्छ भनेको थियो नि, भयो होइन हो। मैले त्यसरी हेर्छु, म त्यसरी विश्लेषण गर्छु। म फ्याट मौनता साधेर दुर्गा परसाई मौनता होइन। अब म तपाईँलाई एउटा कुरो के भन्छु भन्दाखेरि, म तपाईँहरूलाई यो मैले फेरि तपाईँलाई आज मैले इन्टरभ्यू दिएँ, अब म भोलि पर्सि इन्टरभ्यू दिन्न नि। खालि इन्टरभ्यू दिएको म विश्लेषक होइन नि त। विश्लेषण गर्ने डक्टरको सुरेन्द्र केसी हुनुहुन्छ होइन, डाक्टर विजय मिश्र हुनुहुन्छ, डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ, डाक्टर खेमराज सेडाई हुनुहुन्छ। म त विश्लेषक होइन। अब तपाईँहरू मसँग, तपाईँहरूलाई म एउटा कुरा भन्छु भनेदेखि, म स्वतः राजनीति गर्ने मान्छे पनि होइन, आवश्यकताले जन्माएको मान्छे हो क्या दुर्गा परसाई, आवश्यकताले मागेको मान्छे हो दुर्गा परसाई। र मैले मेरो रहर थिएन क्या, मलाई एप्लिकेसन त्यतिखेर दिएको थियो भने 10 वर्ष अगाडि म व्यवसायी भएर बाध्य, मलाई यो ठाउँमा ल्याउने बाध्य बनाउने त केपी ओली र प्रचण्डहरू हुन् नि। मलाई त यत्रो मैले यिनीहरूलाई 2टा पार्टीलाई राखेर मार्सी चामलको भात खुवाएर गर्दा पनि मलाई एप्लिकेसन दिएनन् नि, मलाई त अदालतले दियो नि त। अनि म किन मैले हेरेँ नि त नेपाली नागरिकको यिनीहरूले धनी बनाउँछन् भनेको, गरिबलाई लुटेर यिनीहरूले मारवाडीलाई पसे क्या। फुलन देवी छ नि इन्डियामा, ढाकाको पनि धर्म हुन्छ यार, धनीको लुटेर ल्याएर गरिबलाई मार्छ। यहाँ त गरिबको लुटेर धनीलाई जिम्मा लगाए क्या, मारवाडीलाई जिम्मा लगाए यिनीहरूले। हेर्नुहोस् त, कहीँ छैन त, सबै बेचिसके त, कहीँ छैन मेरो भाइ। अब एउटा नेपाली एयरलाइन्स बेच्दैछन्, नेपाली एयरलाइन्सले बेच्दैछन्। कसलाई बेच्ने? अडानी ग्रुपलाई बेच्दैछन्। यस्तो एयरलाइन्स भन्दा बित्तिकै परराष्ट्र मन्त्री आर्जु देउबा राणा भारतमा हुनुहुन्छ विगत केही दिनदेखि, र उहाँलाई त भारतका प्रधानमन्त्री परराष्ट्र मन्त्री होइन कि परराष्ट्र सचिवले पनि भेट दिनु भएन भन्ने आज चर्चा आइसकिन्। त मलाई थाहा छैन, थाहै छैन नि, खै त समाचार होइन। अस्ति आइसकिन्, उहाँलाई त परराष्ट्र सचिवले पनि भेट दिनु भएन। होइन, उहाँलाई परराष्ट्र सचिव होइन, त्यहाँको उहाँलाई थाहा छ, उहाँ र म एउटै घरमा थियौँ त्यहाँ। उहाँ आउने दिन उहाँ पल्लो कोठामा हुनुहुन्थ्यो, म ओल्लो कोठामा थिएँ। उहाँसँग भेट भयो? होइन, मेरो भेट भएन, म के भेट्ने होइन।
उहाँलाई राम्रो सम्झाएर पठाएको छ। अब हिन्दू राष्ट्रको विषयमा जानु तिमीहरू भनेर भनेको छ, संहिता खारेज गर्नु भनेर जानु भएको छ। उहाँ यहाँ आएर हिन्दू राष्ट्र र संहिताको विषयमा उहाँ लाग्नुभयो। म के भन्दैछु भने हिन्दू राष्ट्र र संहिता मात्रै खारेज गरेर हुँदैन, यहाँ राजै चाहिन्छ। यहाँ राजा भएन भने, यो देशमा राजा भएन भने इन्डिया 15 टुक्रा हुन्छ। भारत, इन्डियामा पनि भारत र इन्डिया छ भनेको। ल तपाईँले भन्दै आउनु भएको छ कि राष्ट्रता पुनर्स्थापना हुनेको अन्तिम बिन्दुमा सबैभन्दा पहिला राजाको शरण पर्न को नेता जान्छ होला? त्यसो भए राजाको शरण यिनीहरू पर्नै भ्याउँदैनन् नि। पर्नै भ्याउँदैनन्। सबै काठमाडौँमा जनताले घेरिसकेको हुन्छ। यिनीहरू बङ्गलादेशमा के भयो? शेख हसिना भाग्नु पर्यो। हो, त्यही हो, भाग्नुपर्छ। हेर्दै जानु न, तपाईँ हेर्दै जानु न। यिनीहरूको युवा सङ्घ भनेको नि 90% युवा सङ्घले हामीलाई साथ दिएको छ। 90% तरुण दल काङ्ग्रेसका मान्छेहरूलाई हामीलाई सपोर्ट छ। शेखर कोइरालाको हामीलाई सपोर्ट छ भित्रबाट। चन्द्र भण्डारीको हामीलाई सपोर्ट छ। शशाङ्क कोइरालाले हिन्दू राष्ट्र भनिसक्नुभयो। शशाङ्क कोइरालाले दुर्गा प्रसाई भनिसके। शेरबहादुरले नै के भने हिन्दू राष्ट्र भनिसके। भनेपछि कसको पक्षमा रहेछ काङ्ग्रेस? होइन, काङ्ग्रेसलाई सबैभन्दा डर, ठुलो डर के हो भन्दाखेरि आरजुको डर होइन। आरजुको डर होइन, त्यो पनि शेरबहादुर दाइसँग कुरा गरौँला। किन डराउने? कट्टर राजतन्त्र विरोधी गगन थापा पनि आज मौन हुन्छ। यसको कारण पनि अनि उपाय छैन। युएसएडीको पैसा खाएर गगन थापाको बुद्धि छ देशमा डक्टर पढ्न नदिने। हेत्तेरिका गोविन्द केसी बोकेर आज त मौन हुनुहुन्छ। गोविन्द केसी बोकेर हिँड्ने मान्छेको बुद्धि हुन्छ? ल त्यो कुरा छ। अब तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने नि, मलाई समय छोटो छ, मलाई धेरै काम गर्नु छ 15 गतेको लागि। थोरै एउटा सानो अन्तिम प्रश्न, जस्तो आन्दोलन परिचालन कमिटीको अध्यक्षमा नवराज सुवेदी हुनुहुन्छ, उहाँलाई चाहिँ दुर्गा प्रसाईले नेतृत्व स्वीकार गर्छ कि गर्दैन भन्ने एउटा पार्ट छ। अर्को पार्ट चाहिँ 81 वर्षको वृद्धलाई ल्याएर आन्दोलन परिचालन कमिटीको अध्यक्ष बनाउँदा आज असली राष्ट्रवादी राजवादीहरू के हेरेर बसिरहेका छन्। र अर्को एउटा प्रश्न भनेको यसैमा जोडेर, नेपाली जनताले राजा पो चाहेका हुन् त, पञ्चीहरू त चाहेका होइनन्। पञ्चायतकालका भूत जगाउन किन खोजिएको? हामीलाई राजा चाहिएको, पञ्चायतकालका व्यक्तिहरू चाहिएको होइन, पञ्चायतकालमै राष्ट्राध्यक्ष भएका व्यक्तिहरू चाहिएको होइन भन्ने एक किसिमका राजावादी राष्ट्रवादीहरूको प्रश्न छ सर। यसमा के छ हजुरको भनाइ? अनि यस्तो हो, नवराज दाई भनेको बुढो मान्छे हुन्। नवराज दाईको विषयमा त्यत्रो टिका टिप्पणी गर्नुपर्ने मान्छे कुरा छैन। चलिरहेको छ नि मान्छे त यिनै हुन् नि। यिनै मान्छे। हिजो नि क्या छन् न, राजा हुँदाखेरि उहाँहरू नै हुनुहुन्थ्यो, कमल थापाहरू, राजन लिङ्गदेनहरू। राजा सकिएपछि कमल थापा राजन लिङ्गदेनहरू नै मन्त्री भए गणतन्त्रमा। मान्छे त यिनै हुन्। माओवादीमा पनि कहाँ मान्छे थिएर कहाँ जन्माएर ल्याएको र अर्को लोकबाट हो? एमालेका मान्छे माओवादीमा गएका हुन्, अहिले सबै एमालेमा फर्के। यिनै मान्छे हुन् कि विचार चाहिँ कसको भन्ने कुरा हो, एजेन्डा कसको भन्ने कुरा हो। एजेन्डा त फ्लोरमा दुर्गा प्रसाईको आयो नि त। कस्ता कस्ता विज्ञ पिएचडी, म डक्टरेट मेजर इङ्ग्लिसमा पिएचडी गरेका मान्छेहरू, डक्टर मास्टर्स गरेका मान्छेहरू आज के छ थाहा छ? होइन, यो दुर्गा प्रसाई के हो भन्न थालिरहेछन् क्या। दुर्गा प्रसाई पढेको मान्छे होइन, दुर्गा प्रसाई आज पनि पढ्दैछ। दुर्गा प्रसाई दिनैपछि पढ्छ क्या। उनीहरूले चाहिँ एकपल्ट किताब पढेर थन्काइसके। म मास्टर्स डिग्री गरेँ भने, भनेपछि पिएचडी गरेँ, आज पनि पढ्दैछ। बाहिर हेर्दा दुर्गा प्रसाई 8 कक्षा पढेको, तर भित्र रूपमा दुर्गा प्रसाईले पढिरहेको छ। ग्रेजुएट मास्टर सबै सकाइसक्यो। सकेको होइन, मैले पढिरहेको छु। जब गएर सर्टिफिकेट लिनुभयो नि, त्यसको त्यहीँ हिँड्नुहुन्छ। म त पढेँ, विज्ञ कहिले पढेर सकिँदैन नि। म पिएचडी भएँ भनेर सर्टिफिकेट राख्छ नि, त्यो चाहिँ बेकुबी हो क्या। जस्तो पोहोर बल्खुमा चाहिँ दुर्गा प्रसाई गाडीभित्रबाटै भाग्यो आन्दोलन गर्ने बेलामा भने, अहिले दुर्गा प्रसाईले सडकमा देख्न पाइन्छ होइन? नेतृत्व भनेको, नेतृत्वलाई मारिदियो भने के हुन्छ? के हुन्छ? गोन्जालोलाई मारेपछि के भयो? सकियो होइन? आन्दोलन असफल भयो। हो, दुर्गा प्रसाई जोगिनुपर्छ। मौरीको रानो मऱ्यो भने के भन्छ मौरीको? तर अहिले मेरो एजेन्डा नि कसैले बोकेर हिँड्न सक्दैन। मैले च्यालेन्ज गरेँ त, मलाई पक्रिने कुरा हुँदैछ आज, म भाग्दिनँ। मैले भाग्न जन्मेकै होइन, मैले भाग्न यो अभियान सुरु गरेकै होइन। म भगाउनलाई जन्मेको मान्छे हो। त्यसले गर्दाखेरि म भाग्दिनँ। त्यसले गर्दाखेरि नेपाल प्रहरीका अहिलेका आइजिपी दीपक थापाज्यूलाई के भन्छु भने, मलाई पक्रिनु छ भने तपाईँलाई वेलकम छ। मलाई पक्रिनु छिटो गरेर लानुहोस्, म तयार छु। र एउटा कुरो उहाँहरूले के बुझ्नुपर्छ, आन्दोलन असफल भयो होइन? हुँदैन। बिरुवा रोपियो नि, दुर्गा प्रसाई सबै घर घर दुर्गा, हर हर दुर्गा, घर घर दुर्गा, एक दुर्गा, एक नेपाली झन्डा, एक दुर्गाको फोटो, राजाको फोटो भइसक्यो। अब सक्यो। मलाई ल्याउनु थियो यहाँसम्म, ल्याइसके, बुझाइसके। अब मेरो काम सकियो। त राजा फर्काउनेको लागि चाहिँ अग्रणी भूमिकामा दुर्गा प्रसाई हुनुपर्छ भनेर देशमा अब हुन्छ। यो देशमा म जेलमै भए पनि मलाई केही फरक पर्दैन। यो देशमा
जनताको सर्वोच्चता बोकेको सर्वोच्च अदालतहरू छन्, न्यायपालिका छ, र अर्को पृथ्वीनारायण शाहको लिगेसी बोकेको सेना छ। दुईटाले यो नेपाली जनतालाई साथ दिनुपर्छ। सेनाले साथ दिन्छ, साथ दिनुपर्छ। सेनाको सेना भनेको राजनीतिक होइन, सेना भनेको एमाले काङ्ग्रेस माओवादीको सेना होइन नि। सेना भनेको पृथ्वीनारायण शाहको लिगेसी बोकेको देशको सेना हो, राष्ट्रको सेना हो, नेपाली नागरिकको सेना हो। नेपाली नागरिक रहेन भने नि सेना के को लागि सेना हुन्छ? अस्तिको विज्ञप्ति हेर्नुभयो? त्यसले गर्दा होइन, सेनाले बुझेको होला नि कुरो। सेनाले राम्रो बुझेको छ। यी अनपढ भन्दा सेना धेरै बाटो छ। ल त्यो भन्दै मैले बिदा लिएँ। नमस्ते। हस् 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 त, धन्यवाद। नमस्ते।